देख्दो रहेछ नि त यहाँ मलाई भाइ अनि के हो केटा हो यसमा you feel to you win the match yes my friend you also happy yeah Play me. लगायत आज चाहिँ हामी फेरि हाम्रो जक्सनमा आइसकेका छौँ आज चाहिँ हाम्रो यहाँ मोबाइल टिकटक सुटिङ हुनेवाला छ टिकटकको लागि हामीले आज खर्च गरेर अलि महँगो भिडियो झार्दैछौँ है अहिलेसम्मको महँगो भिडियो हो यो टिकटक किन भन्दाखेरि यहाँले हुनु त सर देखाइदिनु पर्यो हामीले रोज करिब नेपाली 1000 रुपियाँ हालेर रोज किनिसकेका छौँ अनि त्यसपछि अरू सरसामानहरू पनि छ अहिले हामी नर्मल फर्ममा चाहिँ देख्न सक्नुहुन्छ एकछिनमा हामी अब हाम्रो ड्रेस चेन्ज हुन्छ स्पेशल सुटिङ छ आज हाम्रो यहाँ तर म तपाईहरुलाई एउटा कुरा देखाउन चाहन्छु उ त्यो अगाडिको यो अस्ति नै आउँदा यो ठाउँ देख्नु भयो होला हैन पुरै हिउँले सेतो थियो तर आज फेरि अस्ति हिउँ परिरहेको थियो अहिले चाहिँ अब घामसाम लागिसक्यो बिस्तारै क्लाइमेट राम्रो हुँदैछ है डेनमार्कको अब समर लाग्न लाग्यो अबको केही महिनापछि चाहिँ समर नै हो तर आज चाहिँ विकेन्डमा घाम लागिरहेको छ रमाइलो छ हाम्रो सुटिङ हुन्छ मान्छेहरू नि रहेछन् नि त उता आज त चहलपहल गरिराख्नु घुमिरहेको यो गाइस ल हेर्नु त यो मैले देखाएको थिएँ अस्ति नै यो खोला पानी बगिरहेको हैन यहाँबाट अनि ट्याक्कै यो पोखरी हो त्यो यो पोखरी हो मजाले अस्ति नै हामीले देखाएको थियौँ यो याद होला तपाईहरुलाई कति तपाईहरु नयाँ हुनुहुन्छ भने त्यो अगाडिको भ्लग हेर्नु होला है त्यो भ्लगमा पुरै छ यो पोखरी मैले यहीँबाट खिचाएको थिएँ ल यहीँबाट खिचाएको थिएँ यस्तो पोखरी यहाँ हामीले ट्राई गरेको थियौँ हैन पुरै आइस थियो यहाँ अहिले यस्तो छ आम्मामा यस्तो छ अब आइस फेरि हिउँ पर्यो भने कस्तोसम्म हुँदो रहेछ देख्नु भयो नि हैन फ्रोजन थियो अस्ति यो पोखरी आज चाहिँ दामी छ आम्मामा यस्तो राम्रो छ कडा जान्छ ल जाम उता हाम्रो जक्सन उ त्यो के हो तिनीहरू फुल त अस्ति नै हामीले यहाँ चट्ट यहाँ आइसको आर्टहरू पनि बनाएको थियौँ है कतिपयलाई याद छ भिडियो मेरो रेगुलर सब्सक्राइबरहरूलाई थाहा छ होला हामीले चाहिँ यहाँ चट्ट आइस आर्टहरू बनाएको थियौँ अनि नयाँ छ भने पनि केही छैन पुरानो भिडियो गएर हेर्न सक्नुहुन्छ त्यहाँ छ अनि यो चाहिँ चट्ट अब हाम्रो यहाँ सामान हुन्छ यता अब यस्तो छ दृश्य आजको चाहिँ यता उता खेलिरहेछन् बच्चाहरू है रमाइलो छ तर सबैभन्दा नयाँ अनौठो कुरा लाग्छ मलाई एउटा एउटा लाग्छ म तपाईहरुलाई एकछिनपछि देखाउँछु आइरह मेरो एकछिनपछि म तपाईहरुलाई देखाउँछु किनकि अहिले त्यहाँ नेपाली मान्छेहरू हुनुहुन्छ हैन अनि त्यहाँ नेपाली लड्कीहरू छ क्या अनि त्यही भएर म त जाँदैन त्यो फुलहरू हो त्यो त्यहाँ अहिले एकछिनमा देखाउँछु म अहिले देखाउनु हुँदैन अनि गाइस मैले अघि नै भनेको थिएँ नि मैले तपाईहरुलाई एउटा कुरा देखाउँछु मलाई अचम्म लागेको कुरा भनेको थिएँ नि यो ठाउँ हैन आजभन्दा 5-7 दिन अगाडिको भिडियो हो त्यो हैन अनि 5-7 दिन त हैन यार आजभन्दा जससँग एक दुई हप्ता 8-10 दिन अगाडिको कुरा हो हैन 8-10 दिन अगाडि हेर्दा त्यो ठाउँ चाहिँ यस्तो आइस पुरै जताततै सेतै भएको ठाउँ अनि अचानक यहाँ चाहिँ यस्तो कसरी हुन सक्छ क्या यो हेर्नु न आम्मामा फुलहरू यस्तो राम्रो कहाँबाट आएको यो यस्तो राम्रो है मेरो ड्रोन शट पनि देख्नु भयो होला है भर्खरै यस्तो राम्रो फुल छ तर डेन्जर लाग्यो यार मलाई चाहिँ यस्तो ठाउँमा हैन यस्तो ठाउँमा अचानक यस्तो फुलहरू आइराख्यो यार ल जाम अब चाहिँ हामी हाम्रो म्युजिक भिडियोको लागि लोकेसन हेर्दैछौँ है अरे म्युजिक भिडियो भन्न चाहिँ टिकटकको लागि हामी चाहिँ टिकटकको लागि लोकेसन हेर्दैछौँ अब चट्ट लोकेसन खोजेर टक्क त्यसपछि अनि तपाईहरुलाई देखाउँछु अब चाहिँ मैले ड्रेस चेन्ज हान्नुपर्ने भयो गाइज हैन ड्रेस त चेन्ज हान्ने तर कसरी हान्ने तिनीहरू कसरी हेरिराख क्या तिनीहरू ढिलो जाएर हुन्छ त अरे खोल्नु पर्ने छ नि त अच्छा चलिए रोना बंद करें मैं मैडम के लिए पानी लेकर लगाएछ हाम्रो सुटिङ सकिसकेको छ हाम्रो भन्नाले मेरो है एउटा
15 सेकेन्डको भिडियो बनाउन 3 घन्टा लाग्यो यार 3 घन्टा लाग्यो अनि खर्च नि डर भएको छ है यहाँ अब चाहिँ हाम्रो टक्क ब्रेक टाइम अब हामीले चाहिँ हाम्रो कोक यो वाइन होइन है गाइज फेरि भिडियोमा वाइन हाल्यो सोच्नु भयो होला खालि वाइनको ग्लास चाहिँ कोक हो है यहाँ कोक टक्क ल चाहिँ खानु पऱ्यो नि त टुङ्ग ठोक्काइदिउँ है म चाहिँ भिडियो भइसक्यो यो ब्रेक हो इन्टरभल अङ्ग्रेजीमा चस्मा लाउनु न यहाँ छ नि त अरू होला ब्रेक हेलो दाइ यतै आउनु त यतै वानसल खाउँला बजार बसेर त्यहाँ बसेर छैन अनि आम्मामा ल हिरो देख्दो रहेछ नि त यहाँ बोलाएर भाइ अनि के हो केटा हो त्यसमा बनाउनु पर्छ नि त सुरु लागेन मैले ब्रिटेनमा केही नलागेन लुगा चेन्ज नभएर मैले यहाँ त्यही हिमोदरसम्म चाहिँ जोन्टु नै हो होइन एउटा स्टप त तपाईँलाई थाहै त छ ब्रिटेन चढेर आइहाल्नु ल गाइजहरू हाम्रो यहाँ फुटबल सुटबल पनि भइसक्यो हामी म्याच खेलेर थकित भइसक्यो यहाँ हाम्रा टिम मेम्बरहरू यहाँ छ नि यहाँ म्याच खेले बच्चाहरूसँग हारे यहाँ तर हामी यार बिग कङ्ग्रेचुलेसन गाइज बिग माई फ्रेन्ड हाउ डु यु फिल टु यु विन द म्याच Yes, यस आर यु ह्याप्पी yes, एन्ड माई फ्रेन्ड यु अल्सो ह्याप्पी yeah. या टाक फर डे ल गाइज हामीले म्याच पनि खेलिसक्यो तर गेम हारिसक्यो बच्चाहरूसँग होइन अब घर जानु पर्यो के गर्नु अब अर्को विकेन्डमा हुन्छ हाम्रो म्याच यहाँ धमाका म्याच के गर्नु यस्तै छ अब यहाँ आजको दिन पनि यत्तिकै बित्यो भिडियो सिडियो बनायो गेम सेम खेल्यो मजा आयो होइन विकेन्ड यस्तै हो यहाँ केटाहरू दुर्गेशको फ्यानहरू यता छन् है हेलो दुर्गेशको फ्यान हेलो दुर्गेशको फ्यान हेलो दुर्गेशको फ्यान के छ त अनि हालखबर दुर्गेशको फ्यान यहाँ हाम्रो दोस्तको डान्स यहाँ कसले सक्नु कोच्चै धेरै टिक्छ त्यसलाई सिनेमेटिक सर्ट भन्छ गाइज भएको छ गानै सक्यो यार ल साथीभाइहरू अब हामी चाहिँ घरतिर चल्नु पर्ने हुन्छ यस्तै हो भ्लग स्लग भन्ने कुरा होइन अब हुक्का बाह्र आयो यार भर्खर फेरि जानेर घर ल आजको भ्लगलाई चाहिँ यतै व्यवस्था हानिदिउँ है अब अर्को भ्लगमा भेटौँला बिस्तारै डेनमार्कमा अब समर लाग्दैछ के अरे विन्टर भ्याइयो होइन अब समर लाग्दैछ आज पनि दामी घाम लागिरहेको थियो अस्ति देख्नु भएको थियो होला अस्तिको आजभन्दा के नै होइन कि 10-15 दिन अगाडि हिउँसिउँ थियो बिस्तारै हिउँसिउँ बन्द भएर घाम लाग्दैछ अनि त्यसपछि घामसाम लाग्यो भने त ब्लग आउँछ मजाले है ल स्टे ट्युन गाइज थ्याङ्क यू सो मच फर वाचिङ सबैले भिडियोलाई माया गरिदिनु होला सेयर गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला ओके बाई बाई सी यू अन द नेक्स्ट ब्लग सी यू अन नेक्स्ट ब्लग बाई बाई